नमस्ते अनि स्वागत छ मेरो युट्युब च्यानलमा तपाईहरू सम्पूर्णलाई। आज मैले हामी महिला दिदीबहिनीहरूलाई एकदमै आवश्यक पर्ने हाटे झोला त्यो पनि बिना मेसिन हातैले बनाउने मैले भिडियो लिएर आएको छु। भिडियो अन्तिमसम्म हेर्नुहोला। मसँग यहाँ फाल्टु कपडा छ अनि यो कपडालाई मैले यसको एउटा सदुपयोग पनि हुन्छ। आफूलाई सरसामान सानो सरसामान मोबाइल अनि चाहिने सामानहरू बोकेर यताउति हिँड्नको लागि पनि हुन्छ भनेर मैले एउटा सानो झोला बनाउने एउटा फुर्सदको समयमा आधी घन्टा 45 मिनट जति लाग्छ अनि यति समय सदुपयोग गरेर मैले यो बनाउनको लागि एउटा सानो टालो लिएको छु। यो यसको लम्बाइ 10 अनि चौडाइ 9 इन्चको लिएको छु। अनि यो काट्ने बेलामा तपाईहरूले खुल्ला भागतर्फबाट काट्नु होला। जुन खुल्ला भाग छ त्यतातिरबाट काट्नुपर्छ। यसरी काटिसकेपछि अनि यही बराबरको भित्रीको लागि अर्को टालो आवश्यक पर्छ। अनि मैले भित्री पनि बनाइसकेको छु। अनि अब यसलाई म बिस्तारै सिलाउँछु। तपाईहरूले राम्रोसँग ध्यान दिएर हेर्नुहोला। तपाईहरूले जुन आफू बाहिर पैसा हाल्नु पनि परेन हैन। आफूसँग भएको टालाहरू अनि कपडाहरूबाट पनि अब एउटा राम्रो किसिमको झोला बनाउन सकिन्छ। अनि खाली समयमा यसो फुर्सदको समयमा समयको सदुपयोग पनि हुन्छ। अनि आफूसँग भएको फाल्टु कपडाहरू पनि प्रयोगमा आउँछ। त्यसकारणले गर्दा मैले बनाएको अनि यो भिडियो पनि तपाईहरुमा सेयर गरेको छु। तपाईहरूले पक्कै पनि बनाउनु हुनेछ। अनि मैले चाहिँ यसरी अब यिनीहरूलाई माथि बिटमा खुटेको छु। यसरी सियो धागोले सिलाएको छु। अब यिनीहरूलाई यसरी जुन गोलाइ हामीले काटेको थियौँ पछाडि त्यो चाहिँ उरोपट्टि पर्छ। अनि यो माथि 4 कुने छ नि जुन यो तिरबाट हामीले भित्री साइड उल्टे बनाएर सिलाएको छौँ। अब यसलाई यसरी सुल्टे बनाउने अनि यो सिलाएको चाहिँ भित्र पस्छ अनि सुल्टे भएको छ। अब यसलाई म दुईटै पाटालाई यस्तो सिलान्छु। यस्तो भएको छ। अब यसलाई फेरि अलिकति बिट पल्टाएर हामीले माथि सिएपछि फेरि बिट पल्टाएर अब यसमा खुट्नु पर्छ। यति 1 इन्च जति माथि 1 इन्च जति यसरी खुटिसकेपछि अब मैले दुईटैलाई खुटिसकेको छु। अब यसको जुन अलिकस्नी हामीले अहिले खुटेको छौँ त्यो खुटेको भन्दा अलिकस्नी बिचमा यसमा चाहिँ आधा इन्च जति हामीले खुल्ला छोडेर फेरि तेर्छो सिधा गरेर सिलाउनु पर्छ। यसरी तेर्छो सिलाउने फेरि सियो धागोले र मैले यसरी यसमा सिलाइ पनि सकेको छु। तपाईहरूले अब यसलाई यति सिलाउनु पर्छ। अनि यो बिचमा यो जुन हामीले सिलाएको छौँ त्यसलाई छोडेर फेरि यताबाट सर्लक्क यहाँसम्म सिलाउने अनि यहाँ माथिको छुट्टै बिटमा सिलाउनु पर्छ। अनि बिचमा चाहिँ जुन हामीले सिलाएको छ 2 लाइन यसमा चाहिँ खाली छोड्नु पर्छ। पछाडि रोसी हाल्ने हो। त्यही भएर यहाँ माथि मात्र सिलाउने जुन हामीले बिट मारेको छौँ त्यहाँसम्म सिलाउने। त्यसपछि बिचमा जुन हामीले उ गरेको छ नि अघि न सिलाएको तेर्सो गरेर सिलाएको छौँ त्यसमा चाहिँ खाली छोड्नु पर्छ। यसमा मैले डबल सिलाइ बलियो गराउनको लागि। तपाईहरूले मिसिन छ भने मिसिन हुने साथीहरूले चाहिँ मिसिनमा हान्न सक्नुहुन्छ। मैले चाहिँ हातैले बनाएर देखाएको छु तपाईहरूलाई। तर टाइम चाहिँ अलि छिटो अलि धेरै लाग्छ बन्न चाहिँ हात सियोबाट पनि राम्रो बन्छ। अनि मैले अब यसमा यस्तरी सिलाएको छु माथि। अनि अब यसमा अलिकति खाली छोडेर अब सर्लक्क यहाँसम्म सिलाउँछु। अब जुन यहाँ खाली छ यो खाली अलिकति थोरै छोडेर यो बिचमा हामीले सिलाएको छोडेर सर्लक्क म यता सिलाउँछु। अब यसलाई म डबल गरेर पनि खुट्छु। डबल गरेर खुट्यो भने एकदम बलियो हुन्छ। मैले यहाँ खुटेर पनि सुल्टे बनाइसकेको छु। अब यो रोसी छ 2टा रोसी लिएको छु मैले। यो रोसीलाई अब यसमा
छिराउनु पर्छ। मैले एउटा सानो काठोको टुक्राबाट यहाँ छिराउँछु यो भित्र। अब जुन अघि हामीले खाली छोडेको छौँ त्यसमा पाल छ यता भित्रपट्टिबाट, यसमा को एक टाल जुन भित्री र बाहिरीको बिचमा छिराएर सर्लक्क यसरी हामीले छिराएर यहीको नजिकै अर्को साइडबाट निकाल्नुपर्छ। अनि यो टुप्पालाई बाहिर निकाल्ने हो हामीले यता छिराइसकेपछि। र अर्को रोसीलाई पनि हामीले यता अर्को एक साइडको पाल छ, त्यो पालबाट फेरि त्यसलाई छिराएर त्यही निकाल्नुपर्छ। अनि मैले एक साइडको निकालिसकेको छु, अब अर्को साइडको निकाल्छु। मैले अर्को साइडको निकाल्नको लागि अब यताबाट फेरि त्यो रसी छिराउँछु यसमा। यसमा रसी छिराएको छु मैले। रसी छिराइसकेँ मैले। अनि त्यसपछि यो जुन ब्यागको फिटा बनाउनु पर्छ, यो फिटा बनाउनको लागि मैले एउटा 2टा कपडा लिएको छु। 2टा यति लामो, ठिक्क धेरै लामो होइन, यति उचाल्ने जति। अनि यसलाई छेउछेउ सिलाएर पल्टाइसकेपछि अब यहाँ यसको जुन हामीले जोडेको जोड्नी छ छेउछेउ त्यसमा सिलाउँछु, छेउछेउमा सिलाउँछु। अनि अब मैले सिलाइसकेपछि यो यस्तो भएको छ। अनि त्यसपछि अब यहाँ फुर्का बनाउनु पर्छ। मैले फुर्का बनाएको छु। अब तपाईहरुले अब आफ्नै किसिमले पनि बनाउन सक्नुहुन्छ फुर्का बनाउनलाई। मैले चाहिँ एउटा सजिलो किसिमको फुर्का बनाउँछु। यसको टुप्पामा यो कपडा छ, काटेको फाल्टु कपडा, यसलाई यहाँ मिलाउँछु टुप्पाबाट। अनि यो सुल्टो गरेर यसलाई यो रोसीलाई भित्र पारेर यसरी सिलाएको छु। मैले यसरी सिलाएको छु। अनि यसलाई खुटेपछि फेरि सर्लक्क यसरी यसलाई पल्टाउनु पर्छ। मैले अब यसलाई पल्टाएर अब यसमा काट्छु। अनि यस्तो फुर्का भएको छ। अर्कोतिर पनि यस्तै किसिमले बनाउँछु। अनि मैले दुईतिर एउटा एउटा फुर्का बनाएको छु यसको यो टुनाको छेउमा। अनि यो चाहिँ झोला भइसकेको छ, मैले चाहिँ बनाइसकेँ। अब यसमा मोबाइलहरू र साना सामानहरू बोकेर हिँड्नको लागि सजिलो हुन्छ। तपाईहरुलाई पनि मन पर्छ भने बनाउनु होला। अनि भिडियो जसले अन्तिमसम्म हेर्नुभयो तपाईहरु सम्पूर्णलाई धेरै धेरै धन्यवाद। यसरी धेरै पैसा पनि नलाग्ने, धेरै समय पनि खर्च नहुने, यसरी हजुरहरूले पनि बनाउनु होला भन्न चाहन्छु।